श्रीमद् भगवद गीता अध्याय 16, जसलाई भनिन्छ दैवी र आसुरी सम्पद विवाद योग, अर्थात् मानिसभित्र रहेका दैवी ईश्वरीय र आसुरी अहंकारी गुणहरूको स्पष्ट पहिचान। यो अध्याय आत्मपरीक्षणको दर्पण हो, जीवनको दिशा देखाउने प्रकाश हो र मोक्ष र पतनको दुई बाटो छुट्याउने अध्याय हो। अघिल्लो अध्यायको सम्बन्ध अध्याय 15 मा भगवान कृष्णले भन्नुभयो, म नै पुरुषोत्तम हुँ, संसारभन्दा परको सर्वोच्च सत्य। अब अध्याय 16 मा कृष्ण प्रश्न उठाउनुहुन्छ, यदि परम सत्य एउटै हो भने सबै मानिसको जीवन किन फरक फरक हुन्छ? किन कोही शान्त पवित्र र दयालु हुन्छ र किन कोही हिंस्रक लोभी र क्रूर बन्छ? कृष्णको दिव्य उत्तर। श्लोक 16.13 कृष्ण भन्छन्, हे अर्जुन, मानिसमा दुई प्रकारका सम्पद स्वभाव हुन्छन्, दैवी र आसुरी। दैवी सम्पद ईश्वरीय गुण। दैवी गुण भएका मानिस प्रकाशतर्फ जान्छन्, मोक्षको मार्गमा हिँड्छन्। दैवी गुणहरूको सूची। अभय डरबाट मुक्त, शुद्धता मन र कर्म दुवैमा, ज्ञान आत्मिक विवेक, दान निस्वार्थ सेवा, संयम इन्द्रिय नियन्त्रण, अहिंसा करुणा, सत्य सत्यमा दृढता, क्रोधको अभाव, त्याग आसक्तिको त्याग, शान्ति आन्तरिक स्थिरता, दया सबैप्रति, लज्जा अधर्ममा लाज, क्षमा बदला होइन बोध, धैर्य समयको प्रतीक्षा, तेज आत्मिक बल, पवित्रता मन बानी कर्म। यिनै गुणले मानिसलाई देवत्वतर्फ लैजान्छ। श्लोक 16.5 दैवी सम्पद मोक्षको कारण हो, आसुरी सम्पद अहंकारी गुण। आसुरी गुण भएका मानिस अन्धकारतर्फ जान्छन्, पतनको मार्गमा हिँड्छन्। श्लोक 16.4 आसुरी गुणहरू दम्भ झुटो गर्व, अहंकार म नै सबै, क्रोध नियन्त्रणहीन, कठोरता करुणाको अभाव, अज्ञान सत्यप्रति अन्धापन, आसुरी सोचको खतरनाक दर्शन। श्लोक 16.89 आसुरी मानिस भन्छ, ईश्वर छैन, यो संसार संयोगले बने